皆さん、こんにちは。お元気でしょうか？今日はみんなの日本語の第2課の勉強したいと思います。हेलो, नमस्ते सबैजनालाई। सबैजना आरामै हुनुहुन्छ? आज चाहिँ हामी मिन्नानो निहोङ्गो भन्ने बुकको लेसन 2 को ग्रामर पढ्दैछौँ है त। सबैजनाले ध्यान दिएर हेर्नुहोला। केही कुरा नबुझेमा कमेन्टमा क्वेसन गरी छोडिदिनु होला है त। ल अब चाहिँ लेसन 2 को ग्रामर ढिला नगरी सुरु गरिहालौँ है त। ल आज हामी पढ्छौँ लेसन 2। लेसन 2 लाई के भन्छ जापानिजमा भनेर भन्दा दाइनिका। अब हामी आज यसको ग्रामर पढ्छौँ। ग्रामर है त, ग्रामर पढ्छौँ। ग्रामरलाई बुनको भनेर भन्छ है। ल लेसन 2 मा पढ्ने ग्रामर एकदमै सजिलो छ, ध्यान दिएर हेर्नु होला है त। हामीले लेसन 2 मा पढ्ने भनेको एउटा कोरे, सोरे, आरे अनि कोनो, सोनो, आनो भनेर पढ्ने हो। कोरे भनेको के त भन्दा नेपालीमा यो, सोरे भनेको त्यो, आरे भनेको ऊ त्यो, यो पनि कोनो भनेको यो, सोनो भनेको त्यो, आनो भनेको ऊ त्यो। ल अब यसको डिफरेन्स जानौँ है त। मिनिङ चाहिँ एउटै छ, तर किन कोरे सोरे आएर कोनो सोनो आनो भयो होला त? थोरै डिफरेन्स छ। यसको युज गर्ने तरिका चाहिँ थोरै डिफरेन्स छ, ध्यान दिएर हेर्नु है त। जस्तै यहाँ हेरौँ, कोरे सोरे आरे है त। कोरे सोरे आरेको जस्तै कोरे सोरे आरे है को प्रयोग गर्दा, कोरे सोरे आरेको प्रयोग गर्दा यसको पछाडि पार्टिकल वा को प्रयोग गरिन्छ है त। कोरे सोरे आरेको प्रयोग गर्दा, कोरे सोरे आरेको पछाडि नै डाइरेक्ट पार्टिकल वाको प्रयोग गरिन्छ भने कोनो सोनो आनोमा चाहिँ त्यसो हुँदैन है त। अब जस्तै कोनो सोनो आनोको प्रयोग गर्दा यसको पछाडि पहिला है, यसको पछाडि पहिला नाउन है, नाउनको प्रयोग गरी नाउनको पछाडि मात्र पार्टिकल वाको प्रयोग गरिन्छ। ल अब कोरे सोरे आरे र कोनो सोनो आनेको डिफरेन्स हेर्नु है त। के रहेछ त भन्दा कोरे सोरे आरेको पछाडि डाइरेक्ट पार्टिकल वा लाग्ने रहेछ भने कोनो सोनो आनोको पछाडि डाइरेक्ट पार्टिकल वा नलागेर पहिला नाउन लाग्ने र नाउनको पछाडि मात्रै पार्टिकल वाको प्रयोग हुने रहेछ। ल एक घण्टा इक्जाम्पल हेरौँ है त दुईटैको। ल पहिला कोरे सोरे आरेको इक्जाम्पल हेर्छु, हेरौँ। जस्तै ल कोरे, ल हेर्नु त, कोरे सोरे आरेको प्रयोग गर्दा यसको पछाडि पार्टिकल वाको प्रयोग गरिन्छ भनेर यहाँ लेखेको छ भने अब कोरे मैले पार्टिकल वा लेख्छु, कोरे वा। अब खाबान, खाबान भनेको सबैलाई थाहा छ, खाबान भनेको ब्याग हो है, खाबान देश। कोरे वा खाबान देश भनेको यो चाहिँ झोला
हो भनेर नेपालीमा अर्थ लाग्छ है। कोरे वा खावान देश भनेको यो चाहिँ झोला हो। ल हेर्नु त ठ्याक्कै डेफिनेसनमा भए जस्तो कोरे सोरे आदिको प्रयोग गर्दा यसको पछाडि पार्टिकल वा लाग्छ। हेर्नु त कोरे वा। जस्तै अब यसैलाई कोनो सोनो आङ्ग्लमा हेर्दाखेरि हेर्नु त कोनो, अब यसको पछाडि त डाइरेक्ट पार्टिकल वा लाग्दैन, नाउन लाग्छ भनेपछि अब यहाँ के हुन्छ त, नाउन भनेको हाम्रो के हो, कोनो खावान। कोनो, अब नाउनको पछाडि पार्टिकल वा लगाउँछौँ। कोनो खावान वा आतारासी है, आतारासी देश। अब यसको नेपाली उच्चारण के हो त भन्दा यो झोला चाहिँ आतारासी भनेको नयाँ भनेर भनिन्छ है, नयाँ हो। ल हेर्नु त फरक के रहेछ, यति नै फरक हो है। कोनो सोनो आनोको पछाडि चाहिँ पहिले नाउन लेखिन्छ अनि बल्ल पार्टिकल वा लेखिन्छ, तर कोरे सोरे आदिको पछाडि डाइरेक्ट पार्टिकल वा लेखिन्छ। ल सबैजनाले बुझ्नुभयो त, लेसन 2 मा पढ्ने ग्रामर भनेको हामीले यही नै हो है त, बुझ्नुभयो। ल केही कुरा बुझ्नु भएन भने सबैले कमेन्टमा क्वेसन गरेर छोडिदिनु होला है त। आजको लागि यति नै। मिनासान दोमो आरिगातो गोजाइमासिता। गाम्बात्ते कुदासाई ने। माता ने।